लागेको वा निद्रा लागेको बेला म रुन मात्रै सक्थ्यो। मामुले मलाई जताततै बोकेर हिँड्नुहुन्थ्यो र म सधैँ मुस्कुराउँथे। त्यसपछि म बच्चा भएँ। मैले हिँड्न सिकेँ अनि कुद्न अनि चढ्न। सबै कुरा नयाँ र रमाइलो थियो। चाँडै म किशोर भएँ। आहा, कस्तो रमाइलो समय। म चिन्ता नगरी भविष्यको सपना देख्थेँ। म सोच्थेँ कि संसार रमाइलोले भरिएको छ र म सबै कुरा गर्न चाहन्थेँ। त्यसपछि वयस्क भएँ। मैले काम गरेर पैसा कमाउन थालेँ। मैले सपनाको लागि कडा मेहनत गरेँ। अहिलेसम्म मेरो हेरचाह गर्न परिवार र मार्गनिर्देशन गर्न युवा मानिसहरू थिए। जसका गफले चन्द्रमा छुन्छ रे, अभागीको लौ कुरै गराउन हौ, टुलु टुलु धेरै रुन्छ रे, जीवन जात्रा हो। शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, 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 जात्रै जात्रा हो। अब त म बुढो भएँ। मेरो कपाल खैरो छ। मेरो कदम दिनदिनै ढिलो हुँदैछ। मेरो हृदय सम्झनामा भरिएको छ। भात मिठो निस्मास खाना माली गाईको खिउने। भात मिठो निस्मास खाना माली गाईको खिउने। भेट
मिठो साथी भाइको पिकनिक खाने